ओम नमः शिवाय। ए गणेश जी पो रहेछ यहाँ त। जय गणेश जय गणेश। यहाँ गणेश जी। ए भयानक दामी रहेछ गुफा मन्दिर चाहिँ। पानी यस्तो पानी ड्रप आइरहेछ पुरा यहाँ माथिबाट हैन। बकेट थापेको छ पानी सो कुल। सो हामी चाहिँ यहाँनिर आएकोसम्म हामी 4 जना गुफा मन्दिर इनसाइड। हाम्रो छेमासँग आएको म चाहिँ। ओम नमः शिवाय। त्यहाँबाट उकालो बाटो छ बाटो छ। ओके ए हो यो यस्तो भयानक चाहिँ ढुङ्गाको बीचभित्र रहेछ मन्दिर चाहिँ हैन। सो अब यहाँ माथि चाहिँ मन्दिर रहेछ हामी छेउमा। हस् ओके 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 हामी छेउमा पूजा गर्दै हुनुहुन्छ। यसो लाइट राखेको रहेछ बिच बिचमा भयो मूर्ति रहेछ। बाटै छैन यहाँ चाहिँ न ऊ केबाट बरुणेश्वर महादेव यहाँ आउनुहोस्। यहाँ भित्र चाहिँ यो चाहिँ सबसे टपमा चाहिँ यस्तो रहेछ हैन। अनि यहाँनिर यसो घन्टी बजाइदिउँ। ओम नमः शिवाय। कति छ लाइट चाहिँ अफ गर्नुभएको होला। आउला दिदी आउनुहुन्छ म निस्केँ ल। ल ओके ओके ल अब ट्रन सक्यो किनभने एक जना मात्रै छिर्नु पर्ने छ यहाँनिर ठाउँै छैन रहेछ नि त। सो ट्रन सक्यो मेरो। अब हाम्रो छेमाको ट्रन हो। यसको माथि चाहिँ यो एक्ज्याक्टली यो ठुलो स्टोनको माथि चाहिँ फल्स रहेछ हैन वाटरफल्स। तर अब अहिले चाहिँ सिजन छैन वाटरफल्सको। धेरै पानी हुन्छ कि के हो नि है। अनि यो पानी कहाँबाट आएको यो भित्रको चाहिँ ए म त कि शक्तिले आएको कि यहीँबाट भन्छु नि। ए यो त खाने पानी होला त्यो त है। आया टाउको ठोके त मेरो। अनि माथि कर्नर भित्र जानुपर्ने रहेछ पूजा गर्नु चाहिँ। आउनुभयो आउनु है। माथि देख्नुभयो हामी छेवालाई आउँदै हुनुहुन्छ हो। यहाँ कस्तो शीतल भएको यो भित्र। माथिबाट हो त्यसरी अन्त है लु निस्क्यौँ हामी। अब चाहिँ आछु ल हामी चाहिँ निस्क्यौँ। कस्तो नमिठो साउन्ड हो यो घन्टीको चाहिँ।